हेलो गाइस, इट्स मी सबना ब्लग। आज चाहिँ यिनको बर्थडे छ। म चाहिँ भर्खर मामा घरबाट आएको। अब हामी चाहिँ यिनको बर्थडेको लागि सपिङ गर्न जान लागेको गाइस। कता हेर अब के अरे बर्थडे सबैजनाले कमेन्टमा ह्यापी बर्थडे भनिदिनु। सुशी र म भएर चाहिँ बर्थडेको लागि सामानहरू किन्न बुटोल जान लागेको। म भर्खर आएको, लेट भयो। आजमा आउँदा पनि लेट भयो। हामी बल्ल जाँदैछौँ बर्थडेको लागि सपिङ गर्न गाइस। हामी हिँड्यौँ बाई हजुरलाई बुटल पुगेर हामी चाहिँ 2 महिना भएर यो मोरुसेकोदेखि यता पश्चिमको बाटो बुटलसम्म यस्तो इरिटेटिङ छ नि गाइस। अहिले पुरै डाइभर्सन छ। आधा घन्टामा पुग्ने बाटो 1 घन्टा लगाइदिने बाटो भइरहेछ। यस्तो छ बाटोको हालत, अहिले चाहिँ यस्तो गाह्रो भइरहेको छ हिँड्नको लागि पनि। तपाईँले बाइक चलाएर हामी चाहिँ भित्री बाटो हुँदै बुटोल आइपुग्न आँट्यौँ गाइस। बाटो माथि बाँदर छन्। यो फुलबारीको बाटोमा फेरि त्यही प्रोग्राम बाटोले चत्त फोन तानिदिन्छ भन्ने डर लाग्ने। हामी चाहिँ पुग्न आँट्यौँ गाइस। तपाईँ यस्तो पुलमा चढ्न सक्ने कस्तो अनुभव हुन्छ यस्तो भनिदिनु होला। यो चाहिँ हाम्रो 3औं पुल भयो। यो झन्डै पुलमा हल्लिन्छ अरे। जति बित्तिकै चढ्नु बहुत डर लाग्यो। चढ्न पाएको छैन, के गर्ने। हामी चाहिँ अब फर्स्टमा चाहिँ हामी सुदीपको स्कुल जान्छौँ, भाइको स्कुल। भाइलाई सामान दिन थियो, भाइको सामानहरू दिन्छौँ। त्यसपछि हामी सपिङ गर्न जान्छौँ त्यसको लागि। अनि मैले पनि एउटा स्कर्ट लिनु, स्कर्ट सायद किन्छु होला अब टाइम मिल्यो भने। अनि हामी चिकन चटपटी खान पनि जान सक्छौँ। पहिला चाहिँ अब सुदीपको स्कुल जाऊँ, त्यसपछि कन्टिन्यू गरौँ है गाइस। यहाँ चाहिँ हाट बजार आइरहेको मान्छेको भिड भाड छ है। सब्जी किन्न बजार। यो चाहिँ बुटोलको महानगरपालिकाको अफिस रहेको छ। अहिले हामी सुदीपको स्कुल पनि आइपुग्यौँ। अब झर्छौँ त जुत्ता निकाल ल। हामी चाहिँ सुदीपको स्कुल आइपुग्यौँ 2 महिना भएर। अब सुदीपलाई सामानहरू दिन्छौँ। धेरै बेर त अब सरहरूले भुल्न दिनुहुन्न होला। यस्तो सामानहरू रिसिभ गर्न जाने हो। अनि त्यसपछि आउँछौँ यो सरस्वती पूजा खोइसको। यो चाहिँ सुदीपको स्कुल रहेको छ। हामी चाहिँ यहाँ भाइसँग सामान दिनु, त्यो भाइको साथी बोलाइदिन जाँदैछन्। यो चाहिँ सरस्वती पूजा भएको हिजो। त्यही स्कुल त खतरा चेन्ज भइदिरहेछ। हामी चाहिँ स्कुल डुल्दैछौँ। यो चाहिँ कान्ति स्कुल। सुशेर कस्तो लागिरहेको छ आफ्नो स्कुल आउँदा एकदम अनुभव? सुशेरले चाहिँ आफूले पढेको स्कुल चेन्ज भएको देख्दा चाहिँ फोटोहरू खिच्दैछन्। त्यस्तो आयुषले चाहिँ सुदीपलाई बोलाएर आउँदैछन्। अनि पढेको होइन, पढ्दै गरेको है यिनले चाहिँ। अहिले 11th लेभल पनि यिनको यहीँ कन्टिन्यू छ। ओ भाइ खुसी हुँदै दुगुर्दै आउँदैछिन्। हेलो हेलो, के छ? पढ्न जानु लाग्यो के छ यहाँ? सुशेरको बर्थडे ल मिला अब घर जाने पाएन हौ। भाइ चाहिँ घर जाने भनेर उ गरेको थिएँ, पाएन। सोधिदिउँ र? कहाँ भोलि स्कुल छ? ओहो मान्छे त उसलाई चाहिँ पढ्नभन्दा घर जान सजिलो लागेर फकाइसम्मलाई घर जाम भनेर सरले चाहिँ नजाने भन्नुभएको। उसले चाहिँ जाम छ, के गरौँ म त। उसलाई चाहिँ घर नगई भएन, सरले घर जान दिनु भएन। म त कन्फ्युजमा परिरहेको छु, के गरौँ। घर जान मन लाग्यो। हजुर सरले के भन्न सोधिदिने रे? सरले के भन्न अर्को हाँसी जानला अहिले गएर भोलि बिहान आउँछु भन्न सरलाई सोधिदिने रे? यिनीहरू बेकुब भन्ने कि सर बेकुब भन्ने? अब मलाई चाहिँ त्यो थाहा भएन। यस्तो सरहरू आफूलाई पढाउने टिचरलाई झुट बोल्न यस्तो छ यिनीहरूलाई, के भन्ने। ल गाइस, भाइ घर जान पाएन न। म भाइलाई छोडेर जानको। बाई बाई, अब मिल ल हामी गयौँ है। बाई बाई तिनका साथीहरू। बाई लगन बाई। म अर्को हप्ता आउँछु, भोलि आउँछु स्कुल। अब भोलिलाई पर्सि आउँछु होला, मन्डे है। ल अब म पनि पढ्न आउँछु है। भाइको चाहिँ सरले जान दिनु भएन, सेन्टअप आउँदैछ। मैले दिउँसो फोन गर्दा पनि मिल्दिनँ भन्नुभएको थियो, अहिले पनि दिनु भएन। अब उसलाई चाहिँ घर आउन रहर लाग्यो। पहिला होस्टेल नबस्छ बाबु भन्दा चाहिँ होस्टेल बस्छु
थियो अहिले चाहिँ दिदी कतिखेर घर जाऊँ हप्तै पछि घर लिन आइज के गर्ने सरले चाहिँ आउन दिनु भएन हामी चाहिँ दुइटा भएर आँसु पनि आएन रुँदै रुँदै हिँड्न लाग्छौँ अब हामी चाहिँ जान्छौँ अब यिनको सपिङ गर्न जान्छौँ यो चाहिँ भाइले पढ्ने स्कुल हो हामी सपिङ गर्छौँ अनि फर्किन्छौँ अब भाइलाई दिनु भएन सरले के गर्ने हामी चाहिँ अब सुदीपलाई टिचरले स्कुलबाट नदिएपछि 2 महिना भएर चाहिँ फर्क्यौँ कपाचीको कुरा हो अब चाहिँ हामी सामानहरू किन्न जान्छौँ अब यस्तो लाइटिङ पर्दा त कस्तो राम्रो देखिन्छ यो लाइट नपर्दा चाहिँ पुरै फेस पनि कस्तो देखिन्छ के गर्ने अनि अब नदिएपछि स्कुलमा जबरजस्ती गर्न मिलेन त्यही हो स्कुलको प्रब्लम अब सरले नै अब सेन्टर पाउनु लायो 24 घन्टा घर लगेर हुन्छ र पढाइमा डिस्टर्ब भयो भने भन्नुभयो त्यति भनेपछि अब हामीले के भन्ने आज ल्याउन त मन भएको हो कि नै शिशिर हामीले चाहिँ सुदीप नआएर हाम्रो बर्थडे पनि क्यान्सल होला जस्तो छ लिन आएको मान्छेलाई चाहिँ अब सरले जानै दिनु भएन के गर्ने हामी एप्पल एक्सेसरिजमा आइसक्यौँ है बाबुको सामान लिन यहाँ यो हामी आएको एप्पलको राम्रो सामानहरू पाइन्छ यहाँ अन्त फेरि यहाँ किन्न आएको हामीले चाहिँ भाइको एप्पलको सिरिजहरू किन्न लायौँ राम्रो छ के भन्ने हुन्छ ए किन्ने हो के भन्नु बर्थडे गिफ्ट यस्तो सोध्दैछौँ यस्तो राम्रो वाच रहेछ मेरो ब्लग कन्टिन्यू चलिरहेछ ए लग्ने हो वाचहरू चाहिँ कस्तो राम्रो आउँछ मलाई चाहिँ वाच जरुरत परिरहेको एउटा गाइस म चाहिँ मेरो घडी हराएको छ मलाई चाहिँ यो घडी मन परिरहेको छ अब किन्न लागिरहेको छु के गर्छु अब भाइले यो किन्न जाने चाहिँ राम्रो छ मन पर्यो एकदम मलाई चाहिँ यो घडी मन परिरहेको छ म किन्न लाग्यो यो राम्रो छ यो राम्रो छ हेर त खुसी यो दुईटा छ कुन राम्रो छ यो सुनको राम्रो लाग्यो रे सुन मैले चाहिँ गाई चाहिँ एउटा वाच किनेँ मेरो वाच नाप हुँदैछ त्यति धेरै टाइम लाउनु अलिक खुल्ला नै गर्दैन मलाई चाहिँ यो मन पर्यो काट्दैछौँ त्यसले मलाई भ्यालेन्टाइनमा गिफ्ट दिन सोच्न यो चस्मा दिनु होला मलाई एकदम मन पऱ्यो के गर्ने पैसा छैन किन्नलाई कसैले भनेर बुझ्नु कसले अरे कतिजना कस्तो छ कतिजना कतिजना हुनुहुन्छ त्यो पनि भन्नु ल मैले वाच किनेँ अनि त्यसपछि मैले गिफ्ट मिलेको के भने फेरि भन त सानो मान्छेलाई फेरि हेपी हाल्नु नि त त्यही भएर म सानो भएर हो क्या कि मलाई सरले नदिनु भएको के गर्ने यस्तो गन्धेर भइसक्यो बाहिर ल मेरो घडी रेडी भयो मैले पनि आज सपिङ गरेँ शिशिरलाई सपिङ गर्न आएको बेला मलाई पनि गरिहालेँ के अरे पसलको नाम द स्मार्ट कलेक्सनमा आउनु होला वाचहरू ठिक छ तपाईँ चाहिएकोमा धन्यवाद यहाँको बस यहाँ चाहिँ हुनुहुन्छ ल यस्तो राम्रो घडी दिनुभयो धन्यवाद ल गयो बाई चाहिए होला र पर्दैन होला यस्तो ठिक्क ठिक्क भयो ल बाई बाई र कसैलाई केही चाहियो भने चाहिँ यहाँ आउन सक्नुहुन्छ स्मार्ट यो म त देख्दिनँ एप्पल एक्सेसरिजमा है एप्पलको सामानहरू चाहिएमा मैले चाहिँ यहाँ आएर घडीहरू किन्यौँ गिफ्ट यो चाहिँ किनेको त्यो पसलको चाहिँ एकदम स्विट छ अरे चक्लेटलाई चाहिँ अब चाहिँ हामी किनेर फर्किसकेको अब 2 महिनाको सपिङ पनि भयो होइन हाम्रो काम अब चाहिँ हामी फर्किन्छौँ अब घर गएर पनि काम छ यिनले एउटा किने मैले एउटा किनेँ के गर्ने मेरो घडी हरायो कि मलाई फेरि यो घडी नहुने भने कस्तो हात कस्तो खाली जस्तो लाग्छ त्यस्तै हुँदैछ घडी नभएर एकदम जरुरत अब क्लास हुन्छ क्लासमा फोन हेर्न दिनुहुन्न अनि फेरि के गर्ने भन्ने हुन्छ कहिले काहीँ फोन स्विच भयो भने टाइमै हेर्न हराउँछ त्यो एउटा घडी त मलाई त एकदम जरुरी लाग्छ मैले त बच्चैदेखि बानी लगाएर घडी लगाउने घर त छोड्ने नै बानी परेन कि घडी के गर्ने त्यो पुटलको नाइट भ्यू चाहिँ यस्तो रमाइलो हुन्छ रम गम हुन्छ हामी चाहिँ अब फर्किने होला यस्तो रमाइलो छोडेर हामीले जानु पर्यो अझ कस्तो मन बिग्रे जस्तो भयो भाइले आउनु के गर्नु टिचरले नपठाएपछि जबरजस्ती
ल्याउन पनि मिलेन। अब सरले एकखेर नाइ भनेपछि कोर्स गर्न पनि मन लागेन। त्यस्तै भएर आज त अब इक्जाम नभएको भए त अब खुसी दाइले पठाउनु पनि हुन्थ्यो। फेरि इक्जाम पनि आइसकेको छ यिनीहरूको। अस्ति पनि 1 गते आएको। अब अलि दिनपछि फेरि त्यो केको बिदामा शिवरात्रि। ल हामी चाहिँ फर्केको अब घर पनि जानु थियो। हामी चाहिँ फर्किसक्यौँ। अब होटलबाट फर्किसकेको यस्तो छ गाई। अब घर पुगेर कन्टिन्यू गर्छु ल। हामी चाहिँ घर आइपुग्यौँ। अब हामीले चाहिँ केक अर्डर हाम्रो केक आउँछ। अब सरप्राइज दिउँ ल भन्ने थियो आज। भयो हामी चाहिँ मासु पसलमा मासु लिन आइपुगेका छौँ। अब मासु दिने अङ्कल छिटो गरिदिनु न। केमा त गराउनु रहेछ नि हामीलाई गरिदिनु होइन। यता हामी चाहिँ मासु किनेर हामी लोटम लगायो 2 महिना सँगसँगै। तपाईँ त कस्तो हाम फाल्न लागि गरेर जानुहुन्छ यार तिमी। ल्याउ लगाएको रहेछ बसिरहेको छ। हामी चाहिँ मासु लिएर फर्क्यौँ। आउँदैन भयो गाइस। अब चाहिँ घर गएर बनाउँछु ल। हाम्रो घर केक पनि आउँछ होला। अनि अब सरप्राइज भन्ने थियो आज। दाइ अब उतातिर हुनुभयो नेपालगञ्जतिर जानुभएको दाइ आफ्नो मेडिकलको कामले। अनि अब दाइ नभएपछि के रमाइलो होला। त्यही पनि हाम्रो अब घर त्यति 4-5 जना छौँ। सुदीपलाई पनि आउन दिनु भएन टिचरले। फेरि 4 जना रमाइलो गर्छौँ पकाउँछौँ खान्छौँ। त्यही हो होइन सुशी। दुई त भयो नि भाइको बर्थडे ग्रान्ड। मेरो भएन भने सकिँदैन। हामी त डन हो। हामी त ठुला भएर हामीले बर्थडे बनाइन्न। बर्थडे बनाइदिने भनेको हाम्रो घर अब सुदीपको र सालिमको। सुदीपलाई अझै हामीले केटाकेटी यहाँ गऱ्यौँ। फाइनली हामी घर पनि आइपुग्यौँ। अब चाहिँ हाम्रो बर्थडे स्टार्ट हुन्छ। लागिराख्दैन भाउजूको ड्युटी 24 घन्टा चली छ। ल गाइस हाम्रो केक पनि आयो। यहाँ नयाँ गाउँबाट अङ्कलले केक ल्याइदिनु भयो। म चाहिँ यहाँ बसेको अब केक लिएर जानलाई माथि। फाइनली हाम्रो केक पनि आइपुगेको छ। अब सरप्राइज दिने अब चाहिँ म चाहिँ भिडियो कन्टिन्यू गर्छु ल। ह्यापी बर्थडे ल गाइस हाम्रो बर्थडे स्टार्ट भयो। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे टु यु। यता चाहिँ भिडियो कलमा छिन् बुनु। हेलो भन्न बुनु। ह्यापी बर्थडे टु यु। ल केक काट। Happy birthday to you. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy यसको छुट्टै मस्ती चले ह। Happy birthday to you सिसिर। गाइस आजको बर्थडेमा चाहिँ हामी थोरै भयो मिनी छन्। सन्देश यो चाहिँ यो चकचके नम्बर 1 दादाको बर्थडे आफ्नो बर्थडे रमाइलो गरौँ। या दादाको बर्थडे यस्तो छ। आज हामीले केक नकाट्ने भन्ने सल्लाह थियो। अनि मैले चाहिँ सरप्राइज दिएको यिनलाई सरप्राइज पुटलाबाट ल्याउँदा केक नल्याउँ भने आएर केक ल्याएको। जस्तै भयो हाम्रो बर्थडे। खै दादाको बर्थडे कि लगाइदिनु ल। ज्ञानी छ अझ धेरै ज्ञानी भए है। मलाई बर्थडे गीत किनिदिनु भन न। मम्मीको सपना पुरा गर्दै यता यस्तरी देखाइदिने अरे क्या। यस्तरी देखाइदिने अरे। थ्याङ्क यू धन्यवाद। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे ज्ञानी भाइ सुगर ग्यास वाले ना छोड़ दे लिन आए। कहिले मैले हो सुगर ग्यास फोटो बनाउँछ ब्लग। ल अब चाहिँ सन्देशको पाली आएको। दादालाई केक खुवाइदे। यसको चाहिँ छुट्टै मस्ती चले ह। हजुर दादालाई केक खुवाइदियो। ओए दादालाई केक खुवाइदे। यसले चाहिँ मेरो एभ्री दिन गाली खान्छ। एभ्री दिन
गाली खान्छ तर कसले टेर्दैन यो चाहिँ चकचके नम्बर 1 हो है हाम्रो उसको Happy birthday to you. एउटा फोटो खिच्न मन फोटो खिच्दिन त गाइस आजको बर्थडे चाहिँ सानो भयो यति 5 जनाले मनाएको के गर्ने त्यस्तो भयो आज ए चकचक गरिरह है हाम्रो चाहिँ अब केक खाने काम हुन्छ थोरै भयो भने हामीले रमाइलो आइ भन्छ यो मलाई गिफ्ट दिउ भन्दा मान्दैनन् के गर्ने म गएर आउँछु ल छिटो आऊ है केक लैदिन्छौ र केक लैदिएर जाऊ ऊ त हाम्रो माइली भाउजूहरूलाई पनि थाहै छैन बर्थडे मनाएको त्यस्तै भयो अघि अब कसैले नि गरेनौँ अब बर्थडे त्यस्तै भयो अब यिनीहरू चाहिँ अब हामीले मासु र भुजा चिसो के खाने सल्लाह अब यिनीहरू चाहिँ लिन जाँदैछन् साना दादाको बर्थडे कस्तो भयो रे स्पेसल भयो कि नै तिम्रो जस्तो त भएन नि त दादालाई गिफ्ट के देऊ दादालाई दिए दिन भनेर लगेको पैसा भ्याउ ए त ब्याड रहेछ यहाँ चाहिँ मासु पाकिरहेको गाइस हाम्रो मासु पाकिरह है मङ्ग बस्दा अब मासु खाने हो भुजा खाने हो सब फोनमा मस्त हो सबै हाम्रो अब खाना खाने काम हो हामीले चाहिँ आज मासु र भुजा खाएको अचार खानु नौ अचार नै भने त्यसले पनि खान्ला मलाई यी मासु भुजा अचार सबैजना अब म चाहिँ बसेर खाना लगाएको है मासु भुजा अचार फेभरेट हो है मासु र भुजा अचार चाहिँ लगाइस आजको हाम्रो बर्थडे चाहिँ भ्याइयो यिनीहरू खाना खाँदैछन् शिशिर ओ हेलो बर्थडे बोय यता 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 के भन्न भन भन अब थ्याङ्क यू ल अब हाम्रो ब्लग यही एन्ड गर्छौँ गाइस बाई बाई सी यू नेक्स्ट ब्लग